यो चाहिँ विदेशमा बस्ने छोराले नेपालमा बस्ने सम्पूर्ण बुवा आमाको लागि लेखेको एउटा सानो चिठी। बुवा आमा, यसपालि पनि तिनै पुरानै नेताहरू त्यही थोत्रो आश्वासन बोकेर तपाईँको घर आँगनमा आएका होलान् होइन? हामीले 2-4वटा पुल बनायौँ, बाटो खन्यौँ भन्दै सानातिना विकास देखाएर तपाईँहरूलाई फकाउँदै होलान्। फेरि त्यही पुरानो उडन्ते गफ सुरु गरे होलान्। घर घरमा ग्यासको पाइप पुर्याउँछौँ, पानी जहाज ल्याउँछौँ, देशलाई सिङ्गापुर बनाउँछौँ भन्दै ती बासी कुरा सुनाएर तपाईँहरूलाई फेरि झुकाउन खोज्दै होलान्। तर बुवा आमा प्लिज उनीहरूको कुरामा होमा हो मिलाएर फेरि उही गल्ती नगर्नु होला। तपाईँहरूले देखेको त्यो 2-4वटा पुलले सुदूरपश्चिममा तुइन चुडिएर महाकालीमा बगेका नेपालीका छोराछोरीको रगत पुस्न सक्छ त? सक्दैन नि। तर आज पनि एउटा नेपाली नदी तर्न नसकेर तारमा झुन्डिएर मर्नुपर्छ भने त्यो विकासको के अर्थ बुवा आमा? उनीहरूले केही थान पुल बनाउने उनीहरूको कर्तव्य हो, कुनै उपकार होइन। तर उनीहरूले जुन भ्रष्टाचारको पहाड बनाएका छन् नि, त्यसले देशको भविष्य नै सिधाइसकेको छ। म सोध्न चाहन्छु ती नेताहरूलाई, भ्रष्टाचारका ती काला फाइलहरू कहिले खुल्छन्? निर्मला पन्तको बलात्कार र हत्या गर्ने अपराधीलाई कुन नेताको फेरो समातेर लुकाइएको छ? तपाईँहरूले सोध्नुभयो त उहाँहरूलाई? आफ्नै देशका नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका बेच्ने ती राष्ट्रघातीहरूलाई अझै कतिन्जेलसम्म भोटको माला लगाइदिने? राजदरबार हत्याकाण्डको सत्य आजसम्म किन गुम्साइयो? एयरपोर्टबाट क्विन्टलका क्विन्टल सुन छिर्दा तपाईँहरूको त्यो अनुभवी सिस्टम कहाँ सुतेको थियो? ललिता निवास, ओम्नी अनि गिरिबन्धु जस्ता काण्डमा देशको माटो बेचेर 7 पुस्तालाई सम्पत्ति थुपार्ने तिनै नेताहरू होइनन्? तपाईँहरूलाई लाग्दा छोरो विदेश गएर गुगलमा हेरेर कुरा गर्दैछ। तर मलाई गुगलले होइन, यो प्रदेशको मरुभूमिले सिकाएको छ। तपाईँहरूले पटक पटक जिताएर पठाएका तिनै मान्छेहरूले देश लुटे। त्यसैले त म आज आफ्नो जवानी अर्काको देशमा बन्धक बनाउन बाध्य छु बुवा आमा। ग्यासको पाइपको सपना देखाउनेहरू म जस्ता हरेक युवालाई काठको बाकसमा फर्काउने बाटो मात्रै बनाइनेहरूले। बुवा आमा, अब अन्धभक्त नबन्नुहोस्। यो लहै होइन, यो त तिनै भ्रष्टाचारीहरूको विरुद्धको विद्रोह हो। यसपालिको भोट कुनै लागि होइन, यसपालिको भोट ती सबै भ्रष्टाचारका फाइल खोल्ने र यदि फेरि पनि तिनी भ्रष्ट र पुरानाहरूलाई जिताउनु भयो भने भोलि मेरो छोराछोरी पनि म जस्तै एयरपोर्टमा लाइन बसेर बाई बाई भन्दै रुँदै हिँड्नेछन्। के तपाईँ आफ्नो नाति नातिनालाई परदेशी नै बनाउन चाहनुहुन्छ? सोच्नुहोस् त बुवा आमा, अब भोट होइन हिसाब माग्ने बेला आएको छ।